FM 98.8. टाइम चेक। अहिले साँझको 6 बजेको छ। बिजुपुर FM 98.8 मेगाहर्ज र PSRN को सहकार्यमा तयार पारिएको कार्यक्रम हाम्रो स्वास्थ्य हाम्रो सरोकार। हाम्रो रेडियो हाम्रो आवाज विजयपुर एफएम र PSRN को संयुक्त सहकार्यमा तयार पारिएको कार्यक्रम हाम्रो स्वास्थ्य हाम्रो सरकार सुन्दै हुनुहुन्छ श्रोताबिन। आदरणीय श्रोता नमस्कार, म कार्यक्रम प्रस्तुता गीता गुरुङ यहाँलाई यस कार्यक्रमको नयाँ श्रृङ्खलामा फेरि पनि स्वागत गर्दछु। हामीलाई विजयपुर FM 98.8 मेगाहर्ज ट्युन इन गरेर पूर्वका विभिन्न स्थानहरूबाट सुन्न सक्नुहुन्छ भने vijaypurfm.com र हाम्रो पात्र एप्लिकेसनबाट पनि सुन्न सक्नुहुन्छ। साथसाथै विजयपुर एफएम र PSRN को फेसबुक पेजबाट लाइभ हेर्दै र सुन्दै पनि हुनुहुन्छ। श्रोता, हजुरलाई थाहा छ कि छैन, हामी अघिल्लो कार्यक्रमहरूमा नि भन्दै गइरहेको छौँ, आजकलको समयमा भर्खरै जन्मेको नवजात शिशुहरूलाई चाहिँ ओठहरू फाट्ने समस्यादेखि लिएर तल्लो टाउको भागमा प्वाल समस्याहरूबाट पीडित भइरहेका हुन्छन् र यो समस्याको लागि भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चाहिँ निःशुल्क उपचार सेवा सञ्चालन गरिएको छ। यो तपाईँ र तपाईँको चिने जानेको केही समस्याबाट यसरी पीडित हुनुहुन्छ भने हजुरहरू जानकारीका लागि फोन नम्बर 9852 030 650 मा फोन गरेर पनि जानकारी लिन सक्नुहुनेछ। श्रोताबिन, हाम्रो कार्यक्रम हजुरहरूले हरेक हप्ता यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा विभिन्न स्वास्थ्यमूलक तथा विशेषज्ञहरूसँगको स्वास्थ्य सम्बन्धी जानकारीमूलक संवादहरू प्रसारण गर्नेछौँ। प्रिय श्रोता, आजको समयमा हामी सबैलाई मानसिक स्वास्थ्य मेन्टल हेल्थ भनिन्छ भन्ने यो शब्दबाट चाहिँ एकदमै परिचित पनि भएका छौँ। यसको कारण पनि छ नेपालमा मात्र नभएर विश्वभरमै बढ्दै गएको आत्महत्याको दर, साथसाथै चिन्तन, हामीले एन्जाइटी भनेर पनि बुझ्छौँ, डिप्रेसन, अटिजम र अन्य धेरै मानसिक रोगहरू पनि बढिरहेको छ र विशेष गरी कोभिड-19 पछि चाहिँ यो मानसिक स्वास्थ्य एकदमै मेन स्ट्रिममा पनि आइएको छ। र नेपालको तथ्याङ्क हेर्नुपर्दा सन् 2019 मा गरिएको एक अध्ययन अनुसार करिब 39 लाख नेपालीहरू मानसिक रोग भोगिरहेका थिए, जुन कुल जनसङ्ख्या लगभग 13.5% हुन जान्छ। तर अझै पनि नेपालमा मानसिक स्वास्थ्यसँग सम्बन्धित ठूलो चुनौती भनेको चाहिँ यससँग जोडिएको कलङ्क, जसले हामी स्टिग्मा पनि भन्छौँ, र सांस्कृतिक बाधा पनि हो। मानिसहरूले मानसिक रोगलाई प्राय एकदमै गलत तरिकाले बुझ्ने गर्दछन्। यसबारे खुलेर कुरा नगर्ने भएकाले सचेतना बढ्न सकिरहेको छैन। त्यसैले पीडितहरूले चाहिँ समाजमा भेदभाव र समयमै उपचार र आवश्यक सहयोग पाउन सकिरहेका छैनन्। र संयोगवश आज अक्टोबर 10 विश्व मानसिक दिवस पनि रहेको छ र संसारभरि यो दिवसलाई चाहिँ हरेक वर्ष मानसिक स्वास्थ्यबारे सचेतना फैलाउन र सबैलाई उपचार तथा सहयोग पहुँच दिलाउन पनि मनाइन्छ। र यस वर्षको नारा रहेको छ एक्सेस टु सर्भिसेस मेन्टल हेल्थ इन क्याटास्ट्रोफ्स एन्ड इमर्जेन्सिज, अर्थात् विपत्ति र आपतकालमा मानसिक स्वास्थ्य सेवाको पहुँच नारालाई आधार बनाएर संसारभरि आज विभिन्न कार्यक्रमहरू पनि भइरहेको छ। र यही अवसरमा हामी PSRN स्टुडेन्ट च्याप्टर BPKHS र विजयपुर FM को सहकार्यमा एक नयाँ कार्यक्रम पनि लिएर आएको छौँ, हाम्रो स्वास्थ्य हाम्रो सरोकार। र आज हाम्रो कार्यक्रममा एक विशेष अतिथि जोडिनु भएको छ। स्नायु दुर्व्यसन तथा मनोरोग वरिष्ठ विशेषज्ञ हुनुहुन्छ। उहाँ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोरोग विभागीय प्रमुख, प्रोफेसर, कन्सल्टेन्ट साइकेट्रिस्ट, हेड अफ नेपाल अफ नेशनल युनिट अफ इन्टरनेसनल चेयर इन बायोएथिक्स पनि हुनुहुन्छ र एडिटर इन चिफ अफ जर्नल BPKHS पनि। र उहाँले मानसिक स्वास्थ्य विषयमा 500 भन्दा बढी लेख रचनाहरू, दर्जनौं पुस्तक, 100 भन्दा बढी वैज्ञानिक जर्नल आर्टिकल पनि प्रकाशित गर्नुभएको छ। उहाँले 2 दशक भन्दा बढी लामो समयदेखि मानसिक स्वास्थ्य सेवा, शिक्षण र अनुसन्धानमा पनि कार्यरत हुनुहुन्छ। उहाँ मनोचिकित्साको एसियाली पहिलो सम्मेलन 2008 भारतमा गोवामा भएको र दोस्रो सम्मेलन 2008 ताइवानमा सर्वोत्कृष्ट अवार्ड
बेस्ट प्रेजेन्टेसन अवार्ड र नेपाल मेडिकल एसोसिएसनको बेस्ट मेडिकल बुक लिटरेसी अवार्ड राष्ट्रपति डाक्टर रामवरण यादव ज्यूको बाहुलीबाट पनि सम्मानित हुनुभएको थियो। उहाँले विभिन्न स्वास्थ्य र साहित्यका पुरस्कार समेत प्राप्त गर्नुभएको छ र उहाँ हुनुहुन्छ प्रोफेसर डाक्टर धनरत्न शाक्य। डाक्टर साहब, स्वागत छ हजुरलाई कार्यक्रममा। धन्यवाद छ। आजको यस कार्यक्रममा हजुरलाई विशेष अतिथिको रूपमा मैले स्वागत गर्न पाउँदा मलाई एकदमै खुसी महसुस भइरहेको छ र आज हजुरको दिन चाहिँ कस्तो बित्यो डाक्टर साहब? अब हेर्नुहोस् है, आज यो मानसिक स्वास्थ्य क्षेत्रमा एकदमै महत्त्वपूर्ण दिन अक्टोबर 10 हैन, अब मानसिक स्वास्थ्य दिवस हो। अब एक हिसाबले यसकै चर्चा परिचर्चा बिहानदेखि छ हैन। अब मैले पनि आफ्नो सकेको हिसाबले यो विषयलाई एउटा चाहिँ नि उठान गर्दैछु भनौँ न। अब सामान्यतया एउटा अब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा फ्याकल्टी, एउटा प्रोफेसरको हिसाबले आफ्नो विभागको कार्यक्रमहरू छन् हैन। कतिपय अब यस्तै मानसिक स्वास्थ्य सम्बन्धी कुराहरूलाई चाहिँ नि आज उठाउने नै काम भयो भनौँ न। यो आजको चाहिँ नि दिवस पनि परेको हुनाले यो दिवसको चाहिँ नि मूल मर्मलाई ध्यानमा राखेर यसैमा आफूलाई पनि समाहित गर्ने कोसिस गर्दा गर्दै आजको दिन चाहिँ नि गइरहेछ र म अहिले चाहिँ तपाईँहरूसँग यही विषयमा चर्चा गर्नलाई चाहिँ नि उपस्थित भएको छु। हजुर डाक्टर साहब, अब भने हामी कार्यक्रमको मेन विषयतिर चाहिँ लागौँ होला। डाक्टर साहब, डाक्टर साहब, हामी अब यो शारीरिक स्वास्थ्यको बारेमा त धेरै छलफल गरि नै रहेका हुन्छौँ है। अहिलेको एकदमै प्रख्यात स्लोगन भनौँ कि नारा भनौँ, हेल्थ इज वेल्थ पनि भनिन्छ होइन। तर एउटा हेल्थ स्वास्थ्यको एउटा महत्त्वपूर्ण पक्षमध्ये मानसिक स्वास्थ्य पनि हो होइन। अनि डाक्टर साहब, हामीले चाहिँ अब यो मानसिक स्वास्थ्यलाई चाहिँ हामीले कसरी बुझ्न सक्छौँ र यसलाई हामीले आम जनमानिसमा चाहिँ हामीले कसरी बुझाउन सकिन्छ होला डाक्टर साहब? अब हेर्नुहोस् है, यो चाहिँ नि महसुस गर्ने बुझ्नेहरूको लागि मनको स्वास्थ्य भन्ने कुरा निकै पहिलेदेखि नै महत्त्वपूर्ण हैन। अब तपाईँले चाहिँ नि आजभन्दा 2500 वर्ष नेपालमै जन्मनु भएको भगवान बुद्धले पनि तपाईँले हेर्नुभयो भने उहाँको शिक्षा नै मनमा चाहिँ नि केन्द्रित छ हैन। धेरै जसो यो कुराहरू चिन्तन चाहिँ नि मनसँगै सम्बन्धित हुन्छन्। तर अब के छ भने एउटा चाहिँ नि थ्योरिटिकली स्वास्थ्यको परिभाषा गर्दाखेरि सन् 2048 विश्व स्वास्थ्य सङ्गठनले नै हैन, जसरी एउटा जीवनलाई अगाडि बढाउनलाई एउटा चाहिँ नि व्हील चक्रको रूपमा हेऱ्यो भने 3वटा चाहिँ नि टुक्रा, एउटा शारीरिक पक्ष फिजिकल, अर्को मानसिक पक्ष मेन्टल, अनि सामाजिक पक्ष हैन। फिजिकल, मेन्टल एन्ड सोसियल भनेर चाहिँ नि यो मानसिक स्वास्थ्यको महत्त्वलाई निकै महत्त्व दिएको छ। अब जहाँसम्म मानसिक स्वास्थ्यको हामीले कुरा गर्छौँ, त्यो अघि भने जस्तै यो स्वास्थ्यको एउटा अभिन्न अङ्ग भयो। अब यस्तो अवस्था अथवा यस्तो चिज हो, यो स्वास्थ्यको अंश हो जसले मानिसको चाहिँ नै के छ त, अब उसको मनको यस्तो अवस्थामा उसलाई के हुनु भएन, बेचैनी हुनु भएन, आनन्द हुनु पर्यो नि त हैन। एउटा उसको हरेक क्षण चाहिँ नै के हुनु पर्यो, यो समय कस्तो छ त, त्यो समयमा ऊ आनन्दमय हुनु पर्यो हैन, उसले चाहिँ इन्जोय गर्नु पर्यो। त्यसपछि यसरी बिताउनु पर्यो कि ऊ एउटा कुनै न कुनै काममा चाहिँ परिलक्षित हुनु पर्यो। जस्तो आजको दिनलाई लिएर हामी यसरी यो काम गर्दैछौँ, यो चाहिँ स्वस्थ मनले चाहिँ सोच्ने कुरा हो नि। अनि त्यस्तै यसलाई कसरी गर्ने त भन्ने कुराको लागि चाहिँ हाम्रो अब एउटा योजना हुन्छ, समयलाई, फुर्सदको समयलाई अनि जीवनलाई बिताउने आफ्नो एउटा तरिका हुन्छ यसमा हैन। अनि त्यसपछि चाहिँ हाम्रो यो उद्देश्य अनुरूप यसरी बाँच्दै जाने क्रममा हैन अरूलाई पनि उसले सहयोग गर्छ, समाजको लागि योगदान दिन्छ र साथमा आफूलाई आवश्यक पर्दाखेरि पनि उसले सहयोग पाउने वातावरण हुनु पर्यो होइन त। अनि त्यसपछि एउटा स्वस्थ मनको मान्छेमा चाहिँ कुनै खालको चाहिँ मानसिक लक्षणहरू हुनु भएन। अब जीवन भनेको त आरोह अवरोह सुख दुःख सबै खालको चल्छ। ऊ चाहिँ मानसिक स्वस्थ मन भएको मान्छे सुखमा पनि चाहिँ मातिदैन, दुःखमा पनि आँटिँदैन। भनेको मतलब के छ भने तनावै पर्दाखेरि पनि त्यसमा चाहिँ समायोजन गर्दै अगाडि जान सक्ने हुन्छ। त्यसकारण चाहिँ यो यसो हेर्दाखेरि हामीले के भन्न सक्छौँ भने मनको यस्तो अवस्था जीवन रूपी रथलाई एउटा प्रगतितिर अगाडितिर प्रगतिशील बनाउनलाई चाहिँ परिलक्षित हुने एउटा यस्तो खालको अवस्था भनेर हामी बुझ्न सक्छौँ।
धेरै धन्यवाद डाक्टर साहब। हजुरले मानसिक स्वास्थ्य भनेको चाहिँ के हो, साथसाथै हजुर यसको महत्त्वको बारेमा पनि यसको बारेमा पनि चर्चा गर्नुभयो हजुरले। र अहिले मानसिक स्वास्थ्य महत्त्वबारे त कुरा गऱ्यौँ हामीले होइन, तर मानसिक स्वास्थ्य सँगसँगै एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ मानसिक रोग पनि हो है। अनि हाम्रो नेपाल जस्तो देशमा जहाँ मानसिक रोगलाई अझै पनि गलत रूपमा बुझिन्छ, यसलाई लाजको विषय पनि ठानिन्छ होइन, यस्तो खण्डमा चाहिँ हामीले चाहिँ मानसिक रोगलाई चाहिँ हामीले कसरी बुझ्ने र नेपालमा यसको अवस्था कस्तो छ र यो आजकलको समयमा चाहिँ यो मानसिक रोग चाहिँ बढ्दै गएको अवस्था चाहिँ किन भइरहेको होला डाक्टर साहब? अब यसमा धेरै खालको जिज्ञासाहरू रह्यो। पहिलो कुरा गरौँ, मानसिक रोग भनेको के हो? मानसिक रोग भनेपछि अघि भने जस्तै जुन मनको जुन अवस्था छ न, रथको रूपमा अगाडि गइरहेको अवस्था, त्यो चाहिँ नि ट्र्याकबाट घुल्टियो भन्नाले उसको पहिलेको अवस्थाभन्दा फरक भयो, उसको आफ्नै ब्याकग्राउन्डको मानिसहरूको अवस्थाभन्दा पनि फरक भयो। यस्तो खालको फरक अवस्था जसमा उसले गर्ने मनको कामहरू पनि विचलित भयो, उसमा चाहिँ गडबडी आयो। त्यसरी आएको गडबडीले गर्दाखेरि के भयो त भने उसलाई बेचैनी भयो, उसँगै बस्ने मान्छेहरूलाई पनि बेचैनी भयो, उसले दैनिकी रूपमा गर्नुपर्ने काम पनि गर्न सकेन, एक आपस बीचको सम्बन्धमा असर पर्यो, उसको शरीरमा पनि असर पर्यो। र त्यसले गर्दाखेरि हेर्नु, फरक हुँदैमा त रोग भन्दैन, तर फरक भएपछि के भयो त भने त्यहाँनिर चाहिँ खतरा भयो, रिस्क। यदि त्यो अवस्थालाई अगाडि बढाउँदै जाने हो भने चाहिँ उसलाई विभिन्न खालको रिस्कहरू हुन्छ, आफैलाई हानि हुनसक्छ, अरूलाई हानि हुनसक्छ र वातावरणमा हानि गर्न सक्छ। यस्तो खालको डेन्जर चाहिँ नै हुने अवस्था यदि लामो समय रह्यो, लामो समय पर्वेसिभ भन्छ, र त्यस्तो खालको परिवर्तित अवस्थाले एकछिन मात्रै होइन कि उसको जीवनको विभिन्न पाटोमा लामो समयसम्म असर गरेको छ, उसलाई बेचैन बनाएको छ, उसको काम कारबाहीमा असर गरेको छ भने त्यो अवस्था उसको नियन्त्रणभन्दा बाहिर जान्छ। त्यस्तो अवस्थालाई हामी मानसिक अवस्था, मानसिक रोग लागेको भनेर बुझ्न सक्छौँ। अब यसलाई चाहिँ हामीले एउटा चाहिँ कसरी बुझ्न सक्छौँ एक्रोनियममा भने, एउटा चाहिँ नि डेभिएटेड स्टेट, उसको चाहिँ नि डेभिएसन, ट्र्याकबाट गुल्ट्यो उसको, त्यो डेभिएटेड भएर उसलाई के भयो त बेचैनी भयो, डिस्ट्रेस भयो होइन, उसले गर्दाखेरि उसले काम गर्न सकेन, डिस्फङ्सन भयो। अनि त्यसले गर्दाखेरि के भयो त उस चाहिँ ट्र्याकबाट घुल्टिएपछि एक्सिडेन्ट हुँदाखेरि केही भयो जस्तै डेन्जर भयो है। अनि त्यस्तो अवस्था लामो समय भयो, पर्सिस्टेन्ट भयो, र त्यसले विभिन्न पाटोमा असर गरेको छ, पर्भेसिभ भयो, र त्यसले प्रब्लम पनि निम्त्याएको छ, र अरू पनि लक्षणहरू आयो भने चाहिँ अब अहिलेको मानसिक स्वास्थ्य, मानसिक यो रोगहरूको चाहिँ वर्गीकरण गर्ने सिस्टमले कुनै पनि यो विभिन्न कुन खालको चाहिँ मनको चाहिँ लक्षणमा, काममा विशेष गरेर असर गरेछ, त्यो अनुसारको चाहिँ मानसिक रोग भयो भनेर बुझ्न सक्छौँ। हजुर डाक्टर साहब, भनेपछि अब मानसिक, अब यो चाहिँ त भयो मानसिक रोगको कुरा। अब नेपालमा कस्तो खालको मानसिक रोगहरू बढी छ भन्ने सवालमा अब यो लगभग समाजमा संसारैभरि लगभग मानसिक रोगहरू भनेको एकदम मुख्य मानसिक रोगहरूको कुरा गर्ने हो भने अब धेरैलाई सताउने रोगमा के भन्छ, एउटा मनलाई लामो समयसम्म उदास बनाउने, नाटागत बनाउने, काम गर्ने इच्छा कम गर्ने, 2 हप्ता अथवा त्योभन्दा लामो समयसम्म हामीलाई असर गरेको खण्डमा त्यसलाई चाहिँ नै हामी उदासीन मनोरोग, डिप्रेसन भनेर भन्छौँ है। अब यो पनि धेरै मान्छेलाई सताउने रोगहरूमा पर्छ। लगभग त्यो जस्तै अथवा अझ कहिलेकाहीँ त त्योभन्दा पनि ज्यादा गर्ने भनेको चिन्ता हुने, छटपटी हुने, जसलाई विभिन्न खालको एन्जाइटीको रोगहरू हुन्छ, त्यो पनि एउटा एकदम धेरैलाई सताउने रोगहरूमा पर्छ भने कहिलेकाहीँ हामीले चाहिँ रोगको रूपमा नहेर्ने, तर कहिलेकाहीँ डिप्रेसन र एन्जाइटी भन्दा पनि ज्यादा हुनसक्छ। विशेष गरेर यो पूर्वी नेपाल धरानतिर हेर्ने हो भने के हुनसक्छ त भने त्यो चाहिँ नै यो नसालु पदार्थको लत अथवा दुर्व्यसन होइन, विभिन्न खालको यो चाहिँ नै जाँच चुरोट, रक्सी, गाँजादेखि लिएर कोकेन, विभिन्न खालको यो ड्रग्सहरूमा चाहिँ जुन हामीले लत लाग्छ, यो पनि भनेपछि कुनै पनि समुदायमा हेऱ्यो भने धेरैभन्दा धेरैलाई हुने रोगहरूमा त यो दिनै पर्छ। तर यस बाहेक पनि मान्छेलाई एकदम कडा खालको यो पागलपनको रोग, एकदम उत्तेजनामा ल्याउने यो चाहिँ म्यानिया भनेर भन्छौँ होइन, उन्मादको रोग, अब कतिपय चाहिँ दिमागमै असर पर्ने खालको रोगहरू पनि हुन्छ, जस्तै यो दिमाग खिएर हुने खालको अल्जाइमर, डिमेन्सिया, यो बुढौलीमा ज्यादा हुन्छ भने बच्चाहरूमा यो वृद्धि विकासमा विशेष गरेर बुद्धिमा असर गर्ने मेन्टल रिटार्डेसन भनेर भन्छ, अघि अटिजमको पनि कुरा आयो। यसरी वृद्धि विकासमा यो चाहिँ बच्चाहरूको उमेरमा यसरी सुरु भएर यो चाहिँ एकदम सताइरहेको हुन्छ। अब रोगकै कुरा गर्नु पर्दाखेरि एउटा अर्को रोग पनि हामीले बिर्सनु हुँदैन। हुन त त्यो पहिले एन्जाइटीमा राख्थ्यो त्यसलाई,
त्यो भनेको एउटै खालको विचार बार दोहोरिएर एउटै खालको व्यवहार बार दोहोऱ्याउनु पर्ने बाध्य बनाउने खालको यसलाई अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भन्दो रहेछ। त्यो पनि एकदम धेरै मान्छेलाई हुने रोग हो भने अब अलिकति नजिकबाट चाहिँ सम्बन्धित हुने रोग भनेको चाहिँ यो छारे रोग हो। छारे रोगको पनि विभिन्न अवस्थामा छारे रोगकै अंशको रूपमा अथवा छारे रोगको कारणले यो मनमा असर परेर आउने खालको यो मानसिक अवस्था हैन अर्ग्यानिक मेन्टल डिसअर्डरहरू जस्तो टाइपको पनि यो समाजमा धेरैलाई हुने रोगहरूमा पर्छ। अब जहाँसम्म यो मानसिक रोगहरू बढ्दै गयो कि भन्ने कुरा छ, वास्तवमा अब मन भएपछि मान्छेको जीवन भएपछि रोग त पहिलेदेखि नै थियो। हाम्रो परापूर्वकालको तपाईको चाहिँ नि यो धार्मिक उसमै हेर्यो भने पनि जस्तो अब रामायणमा दशरथलाई रामसँग बिछोड हुँदाखेरिको अवस्थालाई अहिलेको हिसाबले हेर्यो भने अवसाद डिप्रेसनसँग ठ्याक्कै मिल्दो छ। त्यसकारण चाहिँ यो रोग भन्ने कुरा अहिले मात्रै भएको होइन, पहिलेदेखि छ। तर के छ भने अब अहिलेको जीवनमा चाहिँ यो सर्टेन खालको रिस्क फ्याक्टर भनेर भन्छ नि, यो रोगलाई निम्त्याउने फ्याक्टरहरू जस्तो अहिले तनावको कुरा छ, स्ट्रेसको कुरा छ, अस्वस्थ प्रतिस्पर्धा छ मानिसहरूमा चाहिँ नि। अब यो ग्याजेटले गर्दाखेरि भनौँ न यो रिस्क फ्याक्टरहरू बढ्दै गएको सन्दर्भमा कन्टेक्स्टमा चाहिँ नि निश्चित खालको रोगहरू चाहिँ बढ्दै गएको अवश्य हो। र यस हिसाबले भन्नु पर्दाखेरि अहिले हामी चाहिँ यो के छ भने रोगहरूलाई क्लासिफाई गर्ने यो सिस्टममा चाहिँ रिभाइज हुँदै गरेको स्थितिमा यो ICD-11 भनेर भन्छ विश्व स्वास्थ्य संगठनको यो विभिन्न रोगहरूलाई वर्गीकरण गर्ने सिस्टम प्रणालीमा यो मानसिक रोगहरूको पनि चाहिँ नि त्यसमा समावेश छ। र त्यसमा चाहिँ र अनि यता अमेरिकीहरूको मानसिक रोगलाई मात्रै हेर्ने जुन प्रणाली छ अब त्यसमा हेर्दाखेरि नयाँ रोगहरू पनि थपिँदै गएको छ। जस्तो नयाँ रोगहरूको कुरा गर्नु पर्दाखेरि यो अहिले भनियो नि त यो सोसियल मिडिया डिजिटल यो चाहिँ नि एक्सपोजरले गर्दाखेरि यसलाई पनि अब रोगको रूपमा लिएर नयाँ रोगहरू पनि चाहिँ समावेश गर्दै लगेको छ। र त्यो नयाँ रोगहरू चाहिँ कम चाहिँ छैन है। र एउटा त्यो भयो। अनि अर्को चाहिँ जुन तनावको कुरा गर्दाखेरि अब अहिलेको जमानै अहिलेको युग नै के भन्छ भने तनाव र चाहिँ यो चिन्ताको छटपटीको एन्जाइटीको चाहिँ नि युग मानिन्छ। विभिन्न खालको यो तनावहरू बढ्दै गएको कन्टेक्स्टमा चाहिँ नि जस्तो अहिले नेपालकै चाहिँ नि सन्दर्भमा कुरा गर्ने हो भने पनि अहिले अब यो वर्षको नारालाई पनि हेर्यो भने चाहिँ विपद र आपतकालीन अवस्थामा हुने मानसिक रोगहरू मनोसामाजिक समस्याहरूलाई चाहिँ नि आवश्यक स्वास्थ्य सेवाहरू पुर्याउने जुन अवधारणामा हामी मनाउँदैछौँ यो कुराले पनि के बताउँछ भने यो तनाव चाहिँ बढ्दै गएको हुनाले अथवा भनौँ यस्तै खालको रिस्क फ्याक्टरहरू बढ्दै गएको हुनाले चाहिँ यो समयमा निश्चित खालको मानसिक रोगहरू बढेको हो कि मानसिक रोगको चाहिँ नि जटिलताहरू जस्तै अब भनौँ यो आत्महत्या जस्तो कुराहरू बढ्दै गएको हो कि भन्ने जस्तो हामीलाई भान पर्दै गइरहेछ। एउटा त्यो। अनि अर्को चाहिँ अब पहिले चाहिँ मानिसहरूमा त्यसमा सरोकार थिएन, त्यसमा चाहिँ अनुसन्धान शोधहरू हुँदैन थियो। अब आजभोलि शोधहरू यस्तो हुँदै गएपछि त तथ्यहरू अगाडि आउँदै गयो। यसमा मिडियाको पनि रोल छ। त्यसले गर्दाखेरि मानिसहरूको नजरमा चाहिँ नि यो विशेष गरेर अघि भने जस्तै नेपालमा अब भूकम्प आयो त्यो बेलामा पनि अलिकति मानसिक रोगको यो चिन्तन चर्चा बढ्यो। त्यसपछि कोभिड पछि अलिकति त्यो माथि आएको छ। अब अहिले यो जुन हाम्रो आन्दोलन चलिरहेछ जेनजीको त्यो बेला पनि यो मानसिक समस्या मनोसामाजिक समस्याहरूको चर्चा चाहिँ चुलिएकै छ। त्यो एक हिसाबले सकारात्मक नै मान्नुपर्छ। धन्यवाद डाक्टर साहब। भनेपछि मानसिक रोग भनेको चाहिँ यसलाई 2-3 प्रकारमा विभाजन मात्र गर्न सकिएन कि यसको धेरै प्रकारहरू छ र जतिसम्म हाम्रो रिस्क फ्याक्टर्सहरू चाहिँ अझै बढ्दै जान्छ मेन्टल इलनेसको यो जुन मानसिक रोगको प्रकारहरू पनि अझै नयाँहरू चाहिँ थपिँदै जान्छ भन्ने कुरा भयो हाम्रो अहिलेको शिक्षाले त्यही नै देखाउँछ। धेरै धन्यवाद डाक्टर साहब हजुरलाई। अब हामीले यो विश्वभरि कुरा गरिरहँदाखेरि चाहिँ नेपालमा चाहिँ हामीले सबभन्दा धेरै रोगहरू मानसिक रोगहरू देख्ने चाहिँ हजुरले अब ओपिडीहरूमा पेसेन्टहरूलाई पनि हेर्दै गरिरहनु भएको छ नि त। अनि यस बेला चाहिँ हामीले चाहिँ कस्तो रोगहरू चाहिँ एकदमै प्रख्यात रूपमा चाहिँ देख्न सक्छौँ डाक्टर साहब? अघिको प्रश्नमा पनि मैले यो उत्तर गरिसकेको छु। जस्तो एउटा समुदायमा हेर्ने हो भने धेरैभन्दा धेरैलाई सताउने रोगहरूमा डिप्रेसन उदासीन मनोरोग, छटपटी, चिन्ताको रोग, एन्जाइटी डिसअर्डर, सब्सटेन्स युज डिसअर्डर यो कम्युनिटीमा चाहिँ धेरैलाई सताउने रोगमा यो पर्यो। अब कम्युनिटीमा भएको सबै मान्छेहरू चाहिँ नि सेवाको लागि आउँदैन। अब यो बहिरङ्ग सेवा होइन ओपिडीमा हेर्ने हो भने चाहिँ नि कस्तो खालको रोग आउँछ जस्तो अब हाम्रो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो
मानसिक सेवामा आउने बिरामीहरूलाई हेर्ने हो भने यो सब्सटेन्स पनि धेरै छ, डिप्रेसन पनि धेरै छ। त्यस अलावा अर्को एउटा खालको रोग छ जसमा शारीरिक लक्षणहरू हुन्छ। टाउको दुख्यो भन्ने, छाती दुख्यो भन्ने, अथवा शरीरको विभिन्न ठाउँमा दुखाइ हुने, अथवा चाहिँ मुटु ढुकढुक हुने, अथवा चाहिँ उसलाई के हुने शरीरमा एकदम ठुलै रोग लाग्यो भनेर चाहिँ चिन्ता हुने। तर हेऱ्यो भने विभिन्न जाँच गर्यो भने त रोगहरू शारीरिक देखिँदैन हो। यस्तो खालको यो सोमाटोफर्म भनेर भन्छ, इलनेस एन्जाइटी डिसअर्डर भनेर भन्छ, यो पनि चाहिँ एकदम बढी देखिने हुन्छ। अब मानसिक रोग भएर एकदम कडा भएपछि त भर्ना गर्नुपर्छ। अन्तरङ्ग विभाग इनपेसेन्ट सर्भिसमा वार्डमा चाहिँ हामी धेरै जसो कस्तो देखिन्छ त भनेदेखि चाहिँ यो एकदम उन्माद भएर एकदम म्यानिया भन्छ नि, उसलाई चाहिँ उत्तेजनामा आउने, ठुल्ठुलो कुराहरू मनमा आउने, निन्द्रा पनि नलागे पनि फुर्तिलो हुने, सम्हाल्नै गाह्रो भएर चाहिँ भर्ना हुने खालको म्यानिया पनि बढी देखिन्छ। अब अघि भने जस्तै यो पूर्वमा चाहिँ यो सब्सटेन्सको प्रब्लम धेरै भएको हुनाले यो सब्सटेन्सको त हाम्रो एउटा छुट्टै युनिटै छ। यो मेल र फिमेलको लागि डिएडिक्सन युनिट भनेर छ, त्यो पनि धेरै हुनेमा पर्छ भने अर्को चाहिँ यो कडा खालकोमा यो साइकोसिस टाइपको, साइकोसिस भनेपछि अलिक कडा खालको चाहिँ रोगहरू, यस्तो खालको रोगहरू चाहिँ यो। अब यसो भन्दाखेरि यसो भन्न सकिन्छ हामी कुन सेटिङको कुरा गर्दैछौँ त्यो अनुसार चाहिँ कुन रोग बढी भन्ने हुन्छ। तर एउटा कम्युनिटीमा चाहिँ हामी सरल रूपमा भन्नु पर्दाखेरि यो एन्जाइटी, डिप्रेसन र सब्सटेन्स युज डिसअर्डरहरू चाहिँ बढी भएको देखिन्छ। धेरै धेरै धन्यवाद डाक्टर साहब हजुरलाई। र अब भने पाली भएको छ हाम्रो छोटो व्यापारिक विश्रामको। विजयपुर एफएम सुन्दै गर्नुहोला। विश्रामपछि हामी फेरि पुनः भेट्नेछौँ। अब मञ्जुश्रीमा दाँतको सम्पूर्ण उपचार सेवा मञ्जुश्री डेन्टल। हाम्रो उपलब्ध सेवाहरू अत्याधुनिक मेसिनबाट दाँत सफा गर्ने, दाँतमा पोलिस गर्ने, दाँत खोल्ने, दाँत भर्ने, दाँतको जराको उपचार गर्ने, आरसिटी, बाङ्गो टिङ्गो दाँतलाई मिलाउने, खोल्ने र लगाउन मिल्ने दाँत लगाउने, फिक्स दाँत लगाउने, अत्याधुनिक मेसिनबाट एक्सरेको सुविधा साथै बालबालिकाहरूका लागि विशेष दन्त सेवा सञ्चालन गरिएको सहरर्ष जानकारी गराउँदछौँ। मञ्जुश्री डेन्टल होम प्राइभेट लिमिटेड, धरान 9 पुतली लाइन। सम्पर्क 025 574 363 025 579 194। Your smile, our responsibility. हेसा स्मार्ट हुनु सधैँभरि एसियन पेन्ट्स नै रोजी। सस्तो रङ्ग डिस्काउन्ट खोज्दै समय नफाली। हेसा सस्तो मूल्य कम पेन्ट्स, रङ्ग धेरै खर्च, मूल्य उही थोरै, खपत कभरेज धेरै दिन्छ। भरपर्दो छ मूल्य उही, जीवनभरलाई सही। रङ्गाउ घर ढुक्क भई चिन्ता सबै छोडी, गुणस्तर र टिकाउमा एसियन पेन्ट्स राम्रो। सही छनौट रोजाइ सबको एसियन पेन्ट्स हाम्रो। भरपर्दो गुणस्तरीय र टिकाउ यी सबै एसियन पेन्ट्स नै हो हाम्रो पहिलो रोजाइ। जीवनमा ढुक्क सुरक्षित बस्न, परिवारलाई हाँसी खुसी राख्न, हे जीवन बिमा गरौँ, हे जीवन बिमा गरौँ। सानीमा रिलायन्समा जीवन बिमा गरौँ, निश्चिन्तताका साथ खुलेर जियौँ। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौँ। स्वच्छ पानी, स्वस्थ जिन्दगानी, स्वच्छताको प्रतीक बेला पानी। उच्च प्रविधिबाट प्रशोधित भई उत्पादन गरिएको आइएसओ सर्टिफाइड फुड सेफ्टी म्यानेजमेन्ट सिस्टमबाट प्रमाणित बेला पानी नै पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। उत्पादक इस्टर्न फुड बेभरेज प्राली, कमल गाउँपालिका 6 झापा नेपाल। सम्पर्क 9856 20 503। स्वच्छताको प्रतीक बेला पानी। दन्तकाली डेन्टल, हामी जस्तो अरू कोही छैन। दन्तकाली डेन्टल, अरू जस्तो हामी छैनौँ। दन्तकाली डेन्टल, गुणस्तर उपचार। दन्तकाली डेन्टल, पहिलेदेखि अहिलेसम्म। दन्तकाली डेन्टल, 2
दशकदेखि निरन्तर स्थानीय डाक्टरहरूद्वारा सञ्चालित दन्तकाली डेन्टल हस्पिटल अब अझ विशेष, अझ उत्कृष्ट सेवामा, अरूकोमा छुट, हाम्रोमा सुलभ उपचार सहित तपाईहरूको सेवामा समर्पित। आफ्नै भवनमा अत्याधुनिक सुविधा सम्पन्न डेन्टल हस्पिटल, शान्त र पर्याप्त पार्किङको सुविधा सहित सुपथ मूल्यमा दाँत सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा। दन्तकाली डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, धरा 9 आचार्य लाइन। सम्पर्क 025 537 868। Peace being with a smile। तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजारिया टाइल्सको अथोराइज सोरुम इटहरी पश्चिम लाइन, राजस्व ढाडदेखि 50 मिटर पश्चिम हाइवेको उत्तरपट्टि ठुलो सोरुम खोलिसक्यो। सम्पर्क नम्बर 025 80 315 98 425 65 286। आहा, कति राम्रो मार्बल र टाइल्स! यी सबै ए क्लास मार्बल एन्ड टाइल्सबाट ल्याउनु भएको हो दाइ? हो त बहिनी, आजभोलि सबैको हृदयमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। त्यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ। पूर्वाञ्चलकै सबैभन्दा ठुलो मार्बल, ग्रेनाइट, टाइल्सको सोरुम ए क्लास मार्बल्स एन्ड टाइल्स, इटहरी 1 हलगडा सुनसरी। सम्पर्क नम्बर 98 16 29 61 22, 98 425 65 285, 98 425 65 286। बेङ आ डेम खानु छङ खोन्की जो ओ बेन्डा छङ आम्नो एटीएम मोबाइल मांका इंटरनेट बैंकिंग ओ टेकमाइङ डुम्ची डोटमा ओलिनिन ओहानियो डुम्ची डा कोइबेन साङा छङ मोखालाक डुम्ची डोटमा लिसानालो हान मिनानिन मो मुना मुखमाचामा लामा मोयाङ निकी खोन्की मो मुना उनका बैंक लामाङ नि यङानालो बुया खो साङ निकिना उछुङ मोमा निपङ बेङदा सेन माचिले खारु चुङतिने लेमाचामा लामाङ राटिन्चिने सिद्धार्थ बेङको झारक हाङसा मिचिडा खारु चुङमा सावनाम। सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई। निशुल्क उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओठ गिजा चिरिएको र मुख तालु काटिएको निशुल्क उपचार भइरहेको हुँदा प्रतिष्ठानको डेन्टल डिपार्टमेन्ट रुम नम्बर 2 मा सम्पर्क गर्नुहोला अथवा सम्पर्क नम्बर 98 023 30 760 मा फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। सबै निशुल्क जाँच, शल्यक्रिया, औषधि साथै अस्पताल बसाई उपचार सेवा वर्षभरि नै उपलब्ध रहेको जानकारी गराउँदछौँ। तपाईको सानो सहायताले कसैको जीवन फेरिन सक्छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान खोपा। उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार। बिजुपुर एफएम 98.8 मेगाहर्ज र बीएसआरएन को सहकार्यमा तयार पारिएको कार्यक्रम हाम्रो स्वास्थ्य हाम्रो सरोकार। अहिले सुन्दै हुनुहुन्छ हाम्रो रेडियो हाम्रो सरोकार र छोटो विश्रामपछि फेरि स्वागत छ। र आज अक्टोबर 10 विश्व मानसिक दिवस मा चाहिँ हामीले मानसिक स्वास्थ्य बारेमा चाहिँ एउटा विशेष कार्यक्रम ल्याएका छौँ र हामी माझ हुनुहुन्छ एक विशेष अतिथि स्नायु दुर्व्यसन तथा मनोरोग विशेषज्ञ प्रोफेसर डाक्टर धनरत्न साक्य सर। सर हजुरलाई कार्यक्रममा फेरि पनि स्वागत छ। डाक्टर साहब, हामीले अब कुरा गर्दै जानु पर्दाखेरि चाहिँ मानसिक रोगलाई चाहिँ मानिसहरूले एउटा शारीरिक रोग जस्तो सामान्य रोग होइन कतिपयले त मानसिक रोगलाई र मानसिक रोग भएको व्यक्तिहरूलाई पागल भन्ने पनि शब्द पनि प्रयोग गरेको हामीले यस्तो सुनिरहेको हुन्छौँ होइन। र यस्तो सोच भएको हाम्रो जुन अजना मानिसमा हुनुहुन्छ उहाँलाई चाहिँ हामीले के सन्देश दिन सक्छौँ त डाक्टर साहब? हो, यो एउटा चाहिँ निकै नै दुःखको कुरा छ। धेरै मानिसहरूलाई मानसिक रोग भनेको चाहिँ त बारेमा जानकारी नहुँदाखेरि एउटा त डर पनि भइरहेको हुन्छ। अब एउटा कुरा अघि भने जस्तो कुनै मान्छेलाई मानसिक रोग लाग्यो भने मलाई रोग लागेको छ, मैले उपचारमा जानुपर्छ भन्ने जुन एउटा ज्ञान हेक्का पनि हराउँछ, इन्साइट पनि। त्यसले गर्दाखेरि मान्छेहरू विभिन्न कारणले गर्दाखेरि उपचारमा जाँदैन
अब हुन त नेपाल जस्तो अवस्थामा यो मानसिक स्वास्थ्य सेवा पनि निकै थोरै चाहिने भन्दा निकै थोरै मात्रै उपलब्ध देखिन्छ। अब यो सबै कुराको बीचमा सबभन्दा एउटा महत्त्वपूर्ण कुरा चाहिँ त मान्छेहरू उपचारमा जान हिचकिचाउँछ। किन मानसिक रोगी भनेपछि त अरूले विभेद गर्ला कि मलाई नराम्रो गर्ला कि भन्ने एकातिर हुन्छ, अर्कोतिर चाहिँ उनीहरूलाई डर भएको हुनाले जाँदैन। अब यो सबै कुरालाई चाहिँ तोड्नलाई पहिलो कुरा त के आवश्यक भयो त भनेदेखि यो बारेमा जनचेतनै जगाउनु पर्यो नि त। जसरी अब जस्तो पहिले चाहिँ शारीरिक रोगहरूमा पनि त्यस्तो अवस्था थियो पहिले होइन, ट्युबरक्लोसिस लेप्रोसीमा त्यस्तै अवस्था थियो। जनचेतना सबैको चाहिँ नि हातेमालोले गर्दाखेरि चाहिँ त्यो त बिस्तारै चाहिँ त्यसमा एउटा सकारात्मक परिवर्तन आएर अहिलेको स्थितिमा राम्रो छ नि त पहिले भन्दा। भनेपछि मानसिक रोगमा पनि त्यो जरुरी छ। भनेपछि यो आज हामीले जुन कोसिस गर्दैछौँ, अब मैले पनि मेरो तर्फबाट कति वर्ष बितिसक्यो नठाकिकन चाहिँ आफ्नो तर्फबाट यो गरि नै राखेको छु होइन। भनेपछि यो चाहिँ हामीले जनचेतना चाहिँ हामीले प्रसार गर्दै जानुपर्ने एउटा चाहिँ आवश्यकता छ। अब दोस्रो कुरा चाहिँ त के छ भने अघि भने जस्तै यस्तो रोग लागेर उपचारमा नगएको अथवा विभिन्न उपचारमा नगएर दुःख पाइरहेकोहरूलाई उपचारमा ल्याएर ठिक भएको उदाहरण चाहिँ नि हामीले सक्सेस स्टोरिजहरू चाहिँ नि देखाउनु पर्छ। र यो पूर्वमा त्यसको चाहिँ निकै राम्रो प्रभाव छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो चाहिँ नि भनौँ न यत्रो वर्षसम्म सेवा दिएर गाउँ गाउँमा ठिक भएर गएको मानिसहरूले नै पनि यो चाहिँ नि यतातिर उपचारमा चाहिँ ल्याइरहेको हुन्छ है। अर्को त अब के छ भने जस्तो मैले आफैले पनि यो 2006मा चाहिँ किताब लेखेँ यो विषयमा। त्यो किताब पनि कतिपय ठाउँमा चाहिँ मान्छेहरूले पढेर यसरी आयो भने जस्तो अब मिडियामा पनि त्यही हिसाबले होइन, पत्र पत्रिकामा पनि यो विषयमा चाहिँ लेख्नु पर्ने होइन। मान्छेलाई के हुन्छ भने नदेखेसम्म आफैले प्रष्ट रूपले चाहिँ त्यसलाई अनुभव नगरेसम्म त्यो कस्तो हो भन्ने एक खासको त्रास हुन्छ नि त। हो त्यो त्रासलाई हटाउनुको लागि चाहिँ मानसिक रोग भएर पनि ठिक भएको, ठिक भएर पनि चाहिँ उपयोगी जीवन बिताएको उदाहरणहरूको जरुरी छ। र अहिले यो मिडियाले यो सक्सेस स्टोरिजहरूलाई चाहिँ हामीले चाहिँ अगाडि ल्याउनु पर्ने देखिन्छ। अनि तेस्रो पाटो भनेको चाहिँ त अब यस्तो मानसिक रोग यस्तो यस्तो लक्षणहरू हुँदाखेरि उपचारमा जानुपर्छ, यस्तो सेवाहरू यो ठाउँमा उपलब्ध छन् होइन भन्ने जस्तो खालको एउटा चाहिँ जानकारीहरू पनि प्रसार गर्दै जानुपर्छ एकातिर भने। अर्कोतिर अब स्थानीयदेखि लिएर केन्द्रीय सरकार र जनमानसले पनि यो आवश्यक सेवालाई चाहिँ विस्तार गर्नमा चाहिँ हामीले पैरवी आवाजको चाहिँ उत्थान गर्नुपर्ने हुन्छ। यस्तो गर्न सक्यो भने निश्चित रूपमा हामीले चाहे जस्तो अनुकूल परिवर्तन आउँछ मानसिक स्वास्थ्यमा पनि। धन्यवाद डाक्टर साहब। अब भने चाहिँ हामीले मानसिक स्वास्थ्यको बारेमा पनि कुरा गऱ्यौँ, मानसिक रोगको बारेमा पनि कुरा गरिसक्यौँ होइन। तर मानसिक रोगको कुरा गर्दै गर्दाखेरि चाहिँ हामीलाई हाम्रो श्रोताहरूलाई पनि प्रश्न होला के कस्तो लक्षण देखिँदाखेरि चाहिँ मानसिक समस्या हो भनेर थाहा पाउने र हामीले कस्तो अवस्थामा चाहिँ तत्काल हामीले डाक्टर साहबको चाहिँ हामीले सहयोगहरू चाहिँ खोज्नुपर्छ भन्ने कुरामा चाहिँ हाम्रो श्रोताबिनहरूलाई चाहिँ भनिदिनुहोस् न। यो अघि पनि हामीले कुरा गर्यौँ, मनले विभिन्न कामहरू गर्दछ त्यसमा चाहिँ परिवर्तन आउँछ भनियो होइन। जस्तो एउटा चाहिँ मनले गर्ने कामहरू भनेको के भयो, व्यवहार भयो, बोली भयो, उसको सोच भयो, उसको अनुभव भयो होइन, बोली मिजाज भयो। त्यस्तै चाहिँ यो 5 इन्द्रियले थाहा पाउनेदेखि लिएर होस हवासमा रहने यो चाहिँ मेमोरीको सम्झनाको कुराहरू भयो, ठिक बेठिक छुट्याउने निर्णय क्षमता भयो र मलाई म कुन अब हालमा छु भनेर चाहिँ थाहा पाउने यो चाहिँ इन्साइट भनेर भन्छ। अब यस्तो खालको यो मानसिक क्रियाकलापहरूमा गडबडी आएर लामो समय रह्यो होइन, मान्छेलाई असर गरेछ, आफैले बेचैन बनाएको छ, अरूलाई बेचैन बनाएको छ, आफैले हानि गर्ने सम्भावना छ, अरूलाई चाहिँ हानि गर्ने सम्भावना छ, वातावरणमा चाहिँ तोडफोड गर्ने सम्भावना छ भने चाहिँ यो चाहिँ एक खालले मानसिक रोगको लक्षणको रूपमा हामीले बुझ्नुपर्छ। जस्तो अब व्यवहारमा कस्तो व्यवहार, बोलीमा व्यवहारमा कस्तो व्यवहार चाहिँ गडबडी आउँछ, म त्यसबाट चाहिँ अलिकति यो प्रस्ताउँछु। जस्तो मान्छेले अब सोचेर शरीरले जे व्यवहार जे काम गर्दछ त्यो एक खालको व्यवहार भयो नि त। अब त्यसमा मान्छेले के गर्न सक्छ, अब उसले सधैँ दैनिकीमा उसको व्यवसायमा अथवा अरू मान्छेको रिलेसनमा उसले अब मान्छौँ गर्नुपर्ने एउटा कन्टेक्स्ट अनुसार व्यवहार गर्न सकेन होइन। जस्तै अब एउटै चिज चाहिँ कि त धेरै गरिराख्यो अथवा गर्नै छोड्यो। जस्तै अब मानौ उदाहरण एउटा धेरै पटक नुहायो होइन, गर्मीमा अलिकति बढी नुहाउला धेरै पटक, तर उसले नुहाई गर्यो भने त्यो उसको सामान्य पहिले भन्दा फरक भयो भने चाहिँ यो व्यवहारमा गडबड भयो कि भनेर बुझ्न सकिन्छ। अर्को चाहिँ मानौ उसले अब नुहाउनै छोडिदियो, महिनौ भइसक्यो नुहाएको छैन भने त्यो कम भएर गयो। अनि अर्को चाहिँ एउटा चाहिँ सन्दर्भ अनुसार नमिल्ने, अब जस्तो मलामी गएको बेलामा नाचेर त भएन, क्लासमा चाहिँ
क्लास भइरहेछ त्यो बेलामा नाचेर त भएन तर त्यही चिज नाच्ने चाहिँ नि यतातिर पार्टीमा चाहिँ मिल्यो ठाउँ अनुसार भनेपछि ठाउँ अनुसार मिल्ने भोलिमा पनि त्यस्तै हो उसको भोलि अस्वस्थ भएर गयो धेरै बोल्ने भयो कम बोल्ने भयो बोल्नै छोड्यो अथवा यस्तै खालको अनि त्यस्तै अब हाम्रो अनुभवमा पनि लामो समयसम्म अघि भने जस्तै हाम्रो मन मिजाजमा परिवर्तन आउने हैन जस्तै उदास भइराख्ने अझै अथवा त्यसको ठिक उल्टो चाहिँ नि उन्माद भइराख्ने लामो समयसम्म उत्तेजनामा आउने रिस उठ्ने अथवा छटपट्टि हुने यस्तो खालको अथवा डर लाग्ने यस्तो खालको चाहिँ यो अनुभवमा हुन सक्छ भने हाम्रो सोचाइमा पनि सोचाइ पनि नबुझिने भएर जाने अथवा चाहिँ त्यो सोचमा चाहिँ यो गलत खालको चाहिँ कुराहरू हाबी हुने जस्तो उदाहरण दिउँ कसैले हानि गर्न त खोजेको छैन मार्न त खोजेको छैन तर मलाई मार्न लाग्यो भनेर त्यसमा विश्वास गरेर त्यही अनुसारको व्यवहार गर्यो भने त त्यो त निकै असर गर्ने भयो नि त अब यो त कडा खालको यसलाई चाहिँ हामी मिथ्या भ्रम अथवा डिल्युजन भनेर भन्न सक्छौँ यो चाहिँ कडा खालको मानसिक रोगमा पर्छ भने अब जस्तै हुँदै नभएको कुराहरू आँखाले अनुभव गर्ने कानले सुन्ने होइन त्यसलाई चाहिँ यसलाई मिथ्याभास अथवा चाहिँ हेलुसिनेसन भनेर हामी बुझ्न सक्छौँ होइन त्यस्तै मान्छे नचिन्ने भएर गयो उसले होइन अथवा चाहिँ ऊ बेहोस हुने भएर गयो अथवा चाहिँ उसले चाहिँ कुराहरू सानो सानो कुराहरू पनि बिर्सिने भएर गएको छ अथवा परिस्थिति अनुसार ठिक बेठिक छुट्याउन नसकेर गलत चिज चाहिँ निर्णयहरू लिन थालेको छ अथवा कतिपय जति जति कडा खालको मानसिक रोग भयो उसको लक्षणले गर्दाखेरि आफैले पनि असर गरेछ अरूलाई पनि असर गरेछ र वातावरणमा पनि चाहिँ रिस्क हुँदाहुँदै मलाई रोग लागेको छ भन्ने हेक्का नहुँदाखेरि उपचारमा त नआउन सक्छ नि इन्साइट हराउन सक्छ अब मानसिक रोगको चाहिँ लक्षणको कुरा गर्दै जाँदाखेरि अलिकति भ्रमात्मक लक्षणहरू पनि हुन्छन् है कतिपय मानसिक रोगहरूमा अझ धेरैमा भनौँ लगभग सबै जस्तो रोगहरूमा चाहिँ शारीरिक लक्षणहरू पनि हाबी भइरहेको हुन्छ टाउको दुख्यो मान्छेले टाउको दुख्नुको कारण चाहिँ जहिले पनि टाउकोमा खोजिरहेको हुन्छ र त्यो मनमा हुन सक्छ त्यसको होइन त्यस्तै अब शरीरमा विभिन्न दुखाइ हुने अघि भने जस्तै शारीरिक लक्षणहरू हुँदाखेरि त मान्छेहरू शरीरको डाक्टर कहाँ जाने भयो मुटु ढुकढुक भयो मुटुको डाक्टर कहाँ जाने भयो महिनावारी गडबड भयो गाइनोकोलोजिस्ट कहाँ जाने भयो होइन अथवा छालामा चाहिँ त्यो एलर्जी जस्तो आइराख्यो डर्माटोलोजिस्ट कहाँ जाने भयो तर त्यसको रुट चाहिँ मनमा हुन सक्छ मानसिक रोगको लक्षण हुन सक्छ एउटा अनि अर्को चाहिँ अघि भने जस्तै लत लाग्ने रोग होइन लत लाग्ने पनि हुन्छ र यो त मान्छे खराब हो होइन चुरोट खाने रक्सी खाने अब आजभोलि चाहिँ यो मोबाइल चलाउने सोसियल मिडियामा रहने होइन यो पनि एउटा लत लागेर छोड्नै गाह्रो अहिलेको विज्ञानले त के प्रुभ गर्दै गएको छ भने यो त वास्तवमा झन् चाहिँ कडा खालको लतको रूपमा देखिँदैछ डिजिटल एडिक्सन होइन अब त्यस्तै मानसिक रोगको लक्षणको कुरा गर्नु पर्दाखेरि एकदम एउटा गम्भीर खालको लक्षण भनेको आफैलाई हानि गर्ने चाहिँ हुटुटी विचार व्यवहारहरू देखिनु आत्महत्याको चाहिँ नि त्यसकारण चाहिँ यो आत्महत्या भन्ने कुरा चाहिँ यो गम्भीर खालको मानसिक विचलन मानसिक रोगको लक्षणको रूपमा रहने गर्दछ अब यसरी कुनै पनि मानसिक लक्षणहरू अघि भने जस्तै आफैलाई हानि हुने भयो अरूलाई हानि गर्ने चाहिँ सम्भावना रह्यो र त्यसले वातावरणलाई पनि असर गर्ने चाहिँ देखिएको छ र त्यसले मान्छेलाई अस्वस्थ बनाएको छ काम गर्न नसक्ने बनाएको छ र विभिन्न हिसाबले जटिलताहरू ल्याएर होइन अब आत्महत्या सहित उसको चाहिँ मृत्यु दर पनि बढाएको अवस्थामा चाहिँ हामीले नहिचकिचाइकन अविलम्ब चाहिँ यो सेवामा जानुपर्ने हुन्छ तपाईको नजिकमा आजभोलि नेपालमा सबै ठाउँमा यसको सेवाहरू उपलब्ध हुँदै गएको छ त्यसको बारेमा थाहा छैन भने जानेर चाहिँ तुरुन्त अविलम्ब सेवामा जानुपर्ने हुन्छ धेरै धेरै धन्यवाद डाक्टर साहब हजुरले हामीलाई यो मानसिक रोगको प्रकार अनुसार लक्षण पनि हल्का हल्का फरक पनि हुन जाने रहेछ भन्ने कुरा पनि बुझ्न पायौँ हामीले र डाक्टर साहब हामीले यो मानसिक रोगको रोग भइसकेपछि के यो पुरै निको हुन्छ त या फिर यसलाई लामो समयसम्म हामीले जीवनभर औषधिहरू खाइराख्नु पर्ने हुन्छ के कस्तो अवस्थाहरू देखिन सक्छ डाक्टर साहब अब हेर्नुहोस् है शरीरको रोग भनेपछि कति खालको रोग हुन्छ धेरै खालको हुन्छ सामान्य रुवा खोकीदेखि लिएर हैन टाइफाइड जस्तो पनि रोग हुन्छ क्षयरोग जस्तो हुन्छ क्यान्सर जस्तो पनि हुन्छ हाइपरटेन्सन जस्तो पनि रोग हुन्छ भने जस्तै यो मनलाई असर गर्ने रोगहरू पनि कुनै कुनै रोगहरू चाहिँ नै केही दिनपछि एक हप्तापछि ठिक भएर जाने हुन्छ कुनै कुनै रोगहरू 6 महिनामा ठिक भएर जाने हुन्छ त्यो बेलामा हामीले उपचार गरेन भने जटिलताहरू आउने भएको हुनाले हामीले उपचार गर्नुपर्छ कुनै कुनै रोगहरू चाहिँ क्षयरोग डायबिटिज मधुमेह अथवा क्यान्सर जस्तै खालको पनि रोगहरू हुन्छ भनेपछि जसरी हामी शारीरिक लक्षण शारीरिक रोगहरूको विभिन्न हिसाबले रोग अनुसारको पहुँच व्यवस्थापन उपचार हुन्छ त्यसरी नै मानसिक रोगको पनि हो मानसिक रोगको यसरी भनौँ उपचार हुन्छ कि हुँदैन निको हुन्छ कि हुँदैन भन्ने सवालमा अहिलेको अवस्थामा आएर सबैजसो मानसिक रोगको उपचार सम्भव छ र त्यसमा फाइदा हुन्छ र
र कतिपय रोगहरू त एकदम शारीरिक रोगहरूमा भन्दा पनि एकदम राम्रो चाहिँ नि हिसाबले निको हुने रोगहरू पनि हुन्छ। कुनै कुनै रोगहरू चाहिँ नि यो हाइपरटेन्सन चाहिँ यतातिर मधुमेहमा जस्तै लामो समय जिन्दगीभरसम्म औषधि खाएर त्यसलाई कन्ट्रोलमा राख्नुपर्ने हुन्छ, त्यसलाई फेरि हुनबाट चाहिँ रोक्नुपर्ने हुन्छ। त्यसकारण चाहिँ यो कस्तो खालको रोग हो त्यसमा भर पर्छ। एउटा चाहिँ दक्ष तालिम प्राप्त चिकित्सकबाट स्वास्थ्य कर्मीबाट चाहिँ रोग खुट्याएर डायग्नोसिस गरेर त्यो चाहिँ तय गर्नुपर्छ। मानसिक रोग भन्दैमा एउटै खालको चाहिँ हुँदैन भनेर बुझ्नुपर्छ र सकारात्मक हुनुपर्छ, किनभने उपचार व्यवस्थापनले सबैजसो मानसिक रोगहरूमा फाइदा हुन्छ। धेरै धन्यवाद डाक्टर साहब। र अब भने चाहिँ हाम्रो समय भएको छ छोटो व्यापारिक विश्रामको। विजयपुर एफएम सुन्दै गर्नुहोला, विश्रामपछि फेरि पुनः भेटिन्छौँ। मालामाल हे मालामाल वाई वाई मालामाल विकली रु 100 देखि 1 लाखसम्म डाइरेक्ट नगद पाइने, स्क्यान गरी छुट्टै नगद हप्तै पछि पाइने, लाखौं लाख जिती वाई वाई सँग साथी भाइ परिवार सबै दङ्गा। वाई वाई प्याकेट भित्र प्राप्त हुने पहेँलो कुपन मार्फत सिधै जित्नुहोस् रु 100 देखि रु 1 लाखसम्म नगद, वा रातो कुपनको क्यूआर स्क्यान गरी लकी ड्र मार्फत हरेक हप्ता जित्नुहोस् नगद उपहार। शर्तहरू लागू हुनेछन्। हामी सबैको वाई वाई विगत 22 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने भायानेट अब तपाईँकै सुन्दर सहर धरानमा। अब पाउनुहोस् फास्ट इन्टरनेट सँगै 175 भन्दा बढी च्यानल सहितको भाया टिभीको मजा सबैभन्दा आकर्षक मूल्यमा। पुट टुगेदर अब जोड्ने होइन त भायानेट। थप जानकारीको लागि धरानको सैनिक चोकमा रहेको भायानेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ अथवा मोबाइल नम्बर 980110 46410 वा अफिसियल वेबसाइट www.vayanet.com.np मा सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ। भायानेट अब सबै कनेक्टेड। निशुल्क उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओठ गिजा चिरिएको र मुख तालु काटिएको निशुल्क उपचार भइरहेको हुँदा प्रतिष्ठानको डेन्टल डिपार्टमेन्ट रुम नम्बर 2 मा सम्पर्क गर्नुहोला अथवा सम्पर्क नम्बर 9803 30760 मा फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। सबै निशुल्क जाँच, शल्यक्रिया, औषधि साथै अस्पताल बसाई उपचार सेवा वर्षभरि नै उपलब्ध रहेको जानकारी गराउँदछौँ। तपाईको सानो सहायताले कसैको जीवन फेरिन सक्छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा। दन्तकाली डेन्टल हामी जस्तो अरू कोही छैन। दन्तकाली डेन्टल अरू जस्तो हामी छैनौँ। दन्तकाली डेन्टल गुणस्तर उपचार। दन्तकाली डेन्टल कहिलेदेखि अहिलेसम्म। दन्तकाली डेन्टल 2 दशकदेखि निरन्तर स्थानीय डाक्टरहरूद्वारा सञ्चालित दन्तकाली डेन्टल हस्पिटल अब अझ विशेष, अझ उत्कृष्ट सेवामा। अरूकोमा छुट, हाम्रोमा सुलभ उपचार सहित तपाईहरूको सेवामा समर्पित दन्तकाली डेन्टल हस्पिटल। हाम्रो सेवाहरू आफ्नै भवनमा अत्याधुनिक सुविधा सम्पन्न डेन्टल हस्पिटल, शान्त र पर्याप्त पार्किङको सुविधा सहित सुपथ मूल्यमा दाँत सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा, गिजा तथा मुख सम्बन्धी घाउको उपचार गरिने, दाँत नदुखाइ निकालिने, दाँतको जरेदेखि उपचार, आरसिटी साथै स्केलिङ र पोलिसिङ गरिने, नमिलेका बाङ्गा टेङ्गा दाँत मिलाउने, दाँत नभएको खाल्टो भर्ने, कृत्रिम दाँत राख्ने साथै दाँतमा क्याप हाल्ने सुविधा। हामी कहाँ सर्जिकल ट्रिटमेन्ट अन्तर्गत हड्डीभित्र रहेको दाँतलाई सर्जरी गरी निकाल्ने, मुख तथा गिजा सम्बन्धी हुने सिस्ट ट्युमरको शल्यक्रिया गरी उपचार गरिने, अनुहारको हड्डी भाँचिएको सर्जिकल नन सर्जिकल उपचार गरिने, अनुहारमा भएको दाग कोठी हटाइने, च्यापुको जोड्नीको टिएमजे समस्या अर्थोसेन्सेसिसद्वारा उपचार गरिने, जिब्रो वा ओठ टाँसिएको फ्रेनेक्टोमी शल्यक्रिया गरी उपचार गरिने, नमिलेको ओठ लिप करेक्सन गमे स्माइल उपचार गरिने, साथै हामी कहाँ दाँतको कस्मेटिक उपचार सेवा पनि रहेको सहर्ष जानकारी गराउँदछौँ।
दन्तकाली डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली धरा 9 आचार्य लाइन सम्पर्क 025 537 868। Peace being with a smile. हाम्रो रेडियो हाम्रो आवाज विजयपुर FM 98.8। बिजयपुर FM 98.8 मेगाहर्ज र PSRN को सहकार्यमा तयार पारिएको कार्यक्रम हाम्रो स्वास्थ्य हाम्रो सरोकार। श्रोताबिन, तपाईँ अहिले सुन्दै हुनुहुन्छ हाम्रो स्वास्थ्य हाम्रो सरकार। छोटो विश्रामपछि फेरि पनि स्वागत छ र आज विश्व मानसिक दिवसमा हामी मानसिक स्वास्थ्य बारे एक विशेष अतिथिसँग प्रोफेसर डाक्टर धनरत्न शाक्य उहाँसँग अन्तर्क्रिया गर्दै रहेका छौँ। र अब कुरा गर्नु पर्दाखेरि मानसिक स्वास्थ्यमा चाहिँ छुटाउन नहुने प्रश्न भनेको चाहिँ हामी सबैले चाहिँ हाम्रो मानसिक स्वास्थ्य चाहिँ मजबुत बनाउन चाहिँ के कस्तो उपायहरू चाहिँ गर्नुपर्छ जसले जो चाहिँ हामी आफ्नो दैनिक जीवनमा चाहिँ अपनाउन सकिन्छ होला डाक्टर साहब? ज्यादै नै महत्त्वपूर्ण सवाल हो हैन। अब के छ भने मानसिक र शारीरिक मनोसामाजिक र शारीरिक जोडिएको हुन्छ। त्यसैले माइन्ड एन्ड बडी एउटै चाहिँ सिक्काको दुई पाट। त्यसैले चाहिँ मानसिक रूपले स्वस्थ हुनको लागि शरीर पनि ठिक हुनु पर्यो नि। अनि समग्र स्वास्थ्यको लागि त्यही के भन्छ भने एउटा त आहार भन्छ नि त। हामीले खाने चिज चाहिँ ठिक हुनु पर्यो, पिउने पानी ठिक हुनु पर्यो, आहार। अब बिहार भनेर भन्छ, बिहारमा चाहिँ धेरै कुराहरू पर्छ। हाम्रो चाहिँ व्यायामदेखि लिएर सुत्ने उठ्ने हामीले चाहिँ दैनिक रूपमा गर्ने क्रियाकलापहरू स्वस्थ यता चाहिँ मिल्दो हुनु पर्यो नि त। यसमा चाहिँ निष्क्रियता, यो आजभोलि निष्क्रियता ज्यादा छ। पढाइको नाममा एक्सर्साइज छैन, त्यो पनि भएन। अनि फेरि कुनै बेलामा चाहिँ एकदम धेरै निन्दै नसुतिकन चाहिँ पढ्ने, एक्सर्साइज ज्यादा गर्ने, यो इनब्यालेन्स खालको भन्दा पनि एउटा ब्यालेन्स खालको चाहिँ जीवनशैली हुनु पर्यो बिहारमा हैन। अनि अर्को बिहारको कुरा गर्दाखेरि हाम्रो समग्र स्वास्थ्यलाई असर पर्ने खालको अस्वस्थकर बानी बेहोराबाट टाढा बस्नुपर्छ। अघि हामीले रोगहरूको कुरा गऱ्यौँ, लत लाग्ने चिजहरू, आफैलाई हानि हुने कुराहरू पनि गरिरहेको हुनसक्छ। जस्तै खानपिनमा मिठो लाग्यो भनेर होइन, रमाइलो लाग्यो भनेर हामी मोबाइल डिजिटलमा चाहिँ गइरहेको हुन्छ। रिलेसनमा पनि त्यस्तै हो। यो चाहिँ बिहार चाहिँ हाम्रो के हुनु पर्यो, स्वस्थ हुनु पर्यो नि त दैनिकी रूपमै होइन। सुत्नेदेखि लिएर राति नसुत्दाखेरिसम्मको हाम्रो चाहिँ जुन चाहिँ जीवन बिताइ अथवा समय बिताइ चाहिँ एउटा स्वस्थकर हुनु पर्यो। अघि भने जस्तै हामीले मानसिक स्वास्थ्यको चाहिँ डिफिनेसन दिँदा पनि के भन्यो हामीले कि परिलक्षित हुनु पर्यो। या आज म यस्तो गर्छु, सर्ट टर्म, लङ टर्म, इन्टरमिडिएट गोलमा हाम्रो चाहिँ एक्टिभ रहनु पर्यो होइन। हेफेजार्ड पनि हुनु भएन। त्यो चाहिँ बिहारको कुरा भयो। अनि अर्को आउँछ चाहिँ विचार। हाम्रो विचार कस्तो हुनु पर्यो त भनेदेखि चाहिँ इभिडेन्स बेस्ड हुनु पर्यो, माइन्डफुल हुनु पर्यो नि त होइन। अघि भने जस्तै त्यो डिफिनेसनमै आयो, जिन्दगीमा आरोह अवरोह दुःख सुख आइरहेको छ। सुख भएको बेलामा पनि माइन्डफुल भएर त्यही अनुसारको चाहिँ हामीले स्ट्राटेजिजहरू लिनु पर्यो, आफूलाई ब्यालेन्स राख्नु पर्यो होइन। दुःख हुँदाखेरि तनाव हुँदाखेरि पनि यस्तो भएको छ, यस्तो बेलामा चाहिँ यसरी अगाडि बढ्नुपर्छ भनेर जुन तनाव वहनको कुराहरू छ गर्नुपर्ने हुन्छ। र यहाँनिर भन्नै पर्ने एउटा कुरा के छ भने मानिसको शरीर भएपछि, मन भएपछि अघि भने जस्तै खालको मानसिक लक्षणहरू पनि आउन सक्छ होइन। हामीले स्वस्थकर बानी बेहोरा अपनायौँ, हाम्रो जीवन ठिक छ, जीवन परिस्थिति ठिक हुँदै पनि यो हुन सक्छ। किनभने कतिपय फ्याक्टरहरू चाहिँ आफ्नो हातमा हुँदैन नि। जस्तै जिन होइन, वंशानुगत रूपले चाहिँ कतिपय चिजहरू सर्ने त आफ्नो हातमा नहुन सक्छ। तर त्यसमा चाहिँ हामी के गर्न सक्छौँ, स्वस्थकर बानी बेहोरा अपनाएर त्यसलाई मोडिफाई त केही हदसम्म गर्न सकौँला। तर पनि केही गरेर अघि भने जस्तै खालको लक्षणहरू आएको अवस्थामा अथवा मनोसामाजिक हिसाबले पनि कतिपय अवस्थामा यस्तो आउँछ कि आफूले एक्लैले गर्न नसक्ने हुँदाखेरि अरूको सहयोग पनि लिनुपर्ने हुनसक्छ। अब यहाँ एउटा चाहिँ स्वस्थ भएर बस्न एउटा मान्छेलाई मानवको रूपमा स्वस्थ भएर जिउने सवालमा चाहिँ नि हामीले यो नीति नियमको कुरा भयो, दर्शनको कुरा भयो, धर्मको कुरा भयो र भनौँ साइन्स वा हेल्थको रुलहरूलाई
यदि त्यो चाहिँ नि तिनीहरू एक आपसमा कम्पिटिटिभ होइन तिनीहरू जस्तै एकदम नीतिगत हिसाबले मिल्दो खालको व्यवहार गर्नु भनेको पनि स्वास्थ्यको लागि जरुरी छ नि हैन जस्तो नीतिले भ्रष्टाचार गर्नु मिल्दैन हैन भ्रष्टाचार गर्दाखेरि आफूले पनि असर गरिरहेछ समाजलाई देशलाई असर गरिरहेछ कति द्वन्द निम्ति रहेछ नि मैले एकदम एक्सट्रिम उदाहरण दिएको यो हैन त्यसकारण चाहिँ हाम्रो आहार विहार र विचारमा सन्तुलन आउनुपर्छ र आफैलाई माइन्डफुल भएर अगाडि बढ्न सक्ने हो भने दैनिकी रूपमा मात्रै हैन अघि भने जस्तै एउटा जीवन भने एउटा चाहिँ यात्रा हो र स्वास्थ्य भन्ने रथ हो भने हैन त्यसमा चाहिँ एउटा चक्कामा व्हीलमा मानसिक सामाजिक र चाहिँ यो मनोवैज्ञानिक तिनैवटा व्हीलबाट कम्प्लिट हुने हो नि त्यो चाहिँ अगाडि बढ्ने मात्रै होइन लक्ष्यसम्म पुग्न सकिन्छ त्यसकारण चाहिँ दैनिकी रूपले हामी मानसिक रूपले स्वस्थ हुनको लागि हाम्रो आहार विहार विचारमै चाहिँ सन्तुलन हुनुपर्छ जस्तो लाग्छ धेरै धेरै धन्यवाद डाक्टर साहब हजुरलाई भनेपछि हाम्रो अब यो सालको मानसिक विश्व मानसिक दिवसको नारा रहेको छ एक्सेस टु सर्भिसेस मेन्टल हेल्थ इन क्याटास्ट्रोफ्स एन्ड इमर्जेन्सिज रहेको छ हामीले यो नारालाई चाहिँ कसरी बुझ्ने डाक्टर साहब अब हेर्नुहोस् है क्याटास्ट्रोफिज एन्ड इमर्जेन्सिज हैन जस्तो यसो भनेको के भनेदेखि चाहिँ नि अब कतिपय प्राकृतिक प्रकोपहरू आइरहेको हुन्छ हैन भूकम्प बाढी पहिरो भर्खर अतिवृष्टि भयो ल्यान्डस्लाइडहरू चाहिँ नि भूकम्प भूक्षय भइरहेको हुन्छ हैन अनि कतिपय चाहिँ मानवीय खालको चाहिँ घटनाहरू जस्तो अब अहिले आन्दोलन चलिरहेछ हैन डिकेड लङ वार चाहिँ हाम्रो देशमा चलेको थियो कतिपय वारहरू चलिरहेछ यो मानवीय हिसाबले चाहिँ क्रिएट हुने खालको समाजमा चाहिँ द्वन्द आतंक हिंसा हैन यस्तो खालको स्थिति र कतिपय चाहिँ यो कोभिड जस्तो महामारी हैन यस्तो अवस्थामा के हुन्छ त्यस्तो बेलामा तनाव हुन्छ त्यसैको कारणले पनि हाम्रो शरीर मनमा असर परिकन चाहिँ मानसिक मनोसामाजिक समस्याहरू तनावहरू बढेको हुन्छ यस्तो बेलामा त्यतिकै पनि हाम्रो समाजमा मानसिक रोगहरूको भार धेरै छ त्यस्तो बेलामा मानसिक रोग चाहिँ अझै बढ्ने रहेछ तर त्यो बेलामा ध्यान हाम्रो कहाँ जान्छ भने मान्छे कति मर्यो धनजन कति क्षति भएको छ वास्तवमा कुनै पनि परिस्थितिमा सबभन्दा पहिले प्रभावित हुने पर्यन्त प्रभावित भइराख्ने र पछिसम्म प्रभावित हुने भनेको त मन हो नि तर त्यो मनको बारेमा चाहिँ हामीले याद गरेको हुँदैन त्यसकारण त्यो बेलामा चाहिँ हामीले आफ्नो मनको स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ मन त्यो बेलामा उत्पन्न हुने यस्तो यस्तो मनोसामाजिक र मानसिक लक्षणहरू उत्पन्न हुन सक्छ भन्ने कुरालाई चाहिँ उजागर गर्नको लागि त्यो कुराले चाहिँ स्प्रेड गर्नको लागि चाहिँ यो नारा चाहिँ यो वर्ष चाहिँ लिएको देखिन्छ वास्तवमा यो हाम्रो नेपालको लागि त अझै सान्दर्भिक भएको छ नि अहिले पनि हाम्रो चाहिँ यो आन्दोलन चलिरहेछ अस्ति मात्रै त्यत्रो मान्छेहरू मरे हैन त्यो चाहिँ अतिवृष्ट बाढी पहिरोमा भनेपछि त यो त हाम्रो जीवनको नेपालको त एउटा अंश नै हो किनभने नेपालमा त सिरिज अफ द एउटा चाहिँ तनावहरू विपदहरू यो चाहिँ आपतकालीन अवस्थाहरू चाहिँ लाम लागेर आइराख्ने देश जस्तो लाग्छ मलाई त्यसकारण चाहिँ मानसिक रोग पनि त्यही हिसाबले सधैँ नै छन् र त्यो बेलामा अझै बढ्ने कन्टेक्स्टमा यो नारालाई हामीले त्यसरी बुझ्न सक्छौँ र हामी सबै नै एउटा चाहिँ जनमानसदेखि लिएर योजना सरकारमा बस्ने र हामी जस्तो यो क्षेत्रमा काम गर्ने मानिसहरू पनि जहिले पनि चनाखो भएर माइन्डफुल भएर चाहिँ यो मनोस्वास्थ्यमा चाहिँ काम गरिराख्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सन्देशको रूपमा लिन सक्छौँ हजुरलाई धेरै धेरै धन्यवाद डाक्टर साहब हामीलाई हाम्रो श्रोताहरूलाई चाहिँ आज यो सालको जुन यो नारा छ यसको बारेमा स्पष्टीकरण गरिदिनु भयो हजुरले डाक्टर साहब भन्दै गर्दाखेरि चाहिँ अब नेपालमा चाहिँ मानसिक स्वास्थ्यको लागि चाहिँ के कस्तो सेवाहरू चाहिँ उपलब्ध छन् हाम्रो यो सरकारी अस्पतालदेखि निजी स्तरसम्म या फिर ग्रामीण क्षेत्रहरूमा पुग्ने सुविधाहरू चाहिँ के कस्तो छ होला डाक्टर साहब अब यस्तो छ है नेपालको सन्दर्भमा कुरा गर्दाखेरि बिस्तारै बिस्तारै एउटा मनोसामाजिक भन्छ नि मेन्टल न्युरोलोजिकल एन्ड सब्सटेन्स MNS भन्छ नि त हैन हो यो यसको भार त एकदमै ज्यादा हो तर उपचार चाहिँ नि मान्छेले आवश्यकहरूले जति पाउनु पर्ने हो त्यो चाहिँ पाएको छैन ट्रिटमेन्ट ग्याप धेरै छ र पनि अहिले यो गएको दशकहरूमा हेर्ने हो भने विशेष गरेर यो शैक्षिक शिक्षण अस्पतालहरू वृद्धि हुँदै गएको कन्टेक्स्टमा चाहिँ नि धेरै खालको मानसिक स्वास्थ्य सेवाहरू चाहिँ विस्तार हुँदै गएको छ अब यसको लागि जरुरी भनेको एउटा चाहिँ बहिरङ्ग सेवा पनि धेरै ठाउँमा हैन अब एकदम निकै पहिले यो चाहिँ नि वीर अस्पतालदेखि सुरु भएको चिज अहिले नेपालको विभिन्न ठाउँमा अब अहिलेको सरकारी नीतिले त विभिन्न तहमा हैन
यो चाहिँ विभिन्न सङ्घीय हिसाबले नै प्रादेशिक हिसाबले नै चाहिँ हुनुपर्ने यस्तो कुराहरू आइरहेछ भने त्यो राम्रो पक्ष हो बहिरङ्ग सेवा। अनि त्यसलाई आवश्यक पर्दाखेरि चाहिँ के गर्नु पर्यो अन्तरङ्ग सेवा। अनि त्यसपछि ठिक भएकोलाई पनि फलोअपमा राख्नलाई अब जस्तै सब्सटेन्सको कुरा गर्नु पर्दाखेरि डिटक्सको कुराहरू आउँछ भनेपछि यो चाहिँ नि क्युरेटिभ सर्भिसेसहरू भयो नि त है। अर्को प्रमोटिभ हिसाबले पनि अब मान्छेहरूको चाहिँ नि एउटा के छ अब अवेरनेस चाहिँ रेज भइरहेको हिसाबले मनसँग सम्बन्धित जति पनि प्रमोटिभ कुराहरू छ त्यसलाई हामीले पोजिटिभ रूपमा लिनुपर्ने हुन्छ भने अब रिहेबिलिटेसन सेन्टरहरू पनि चाहिँ विस्तार हुँदै गएको देखिन्छ र रोग अनुसारको स्पेसिफिक सर्भिसेसहरू पनि बढ्दै गइरहेछ नि हैन। जस्तै अब अघि कुरा हो मेन्टल रिटार्डेसनको हिसाबको आफ्नै खालको निडहरू हुन्छ, सब्सटेन्सको आफ्नै खालको निडहरू हुन्छ, कतिपय चाहिँ यो सिजोफ्रेनियाको आफ्नै खालको निडहरू हुन्छ। त्यसमा चाहिँ रोग अनुसार र व्यक्तिको त्यो चाहिँ समस्या अनुसारको चाहिँ नै भनौँ न यतातिर क्युरेटिभ खालको मात्रै होइन हैन, नर्सिङको पनि त्यस्तै छ, साइकोलोजीको त्यस्तै खालले र त्यतिले मात्रै होइन यो आजभोलि नयाँ खालको उपचार विधिहरू पनि हैन, इलेक्ट्रोकन्भल्सिभ थेरापी मात्रै होइन कि आरटीएमएस भन्ने जस्तो खालको सर्भिसहरू पनि सहरमा मात्रै होइन अब चाहिँ विभिन्न खालको अर्ध सहरी र गाउँ गाउँमा पनि यो विभिन्न बेला बेलामा चाहिँ यो क्याम्पहरू हैन, क्याम्पहरूले शिविरहरूले पनि मान्छेहरूलाई चाहिँ एउटा त्यसको बारेमा चाहिँ चेतना जगाउन एक्सेस बढाउनलाई चाहिँ सहयोग पुगिरहेको जस्तो देखिन्छ। त्यसकारण यसो गर्नु नेपालको अवस्थामा पनि मानसिक स्वास्थ्य सेवा पनि एउटा चाहिँ सकारात्मक दिशातिर चाहिँ अगाडि बढिरहेको छ। धन्यवाद डाक्टर साहब। डाक्टर साहब अब भने चाहिँ हामी कार्यक्रमको अन्त्यतिर आइपुगेको छौँ र हामी आज यो मानसिक स्वास्थ्य बारेमा छलफल गर्दै गर्दाखेरि मैले केही प्रश्न गर्न छुटाएको केही कुराहरू छ भने चाहिँ हाम्रो श्रोताहरूलाई भनिदिनुहोस् न, हामीले केही छुटाएको छौँ कि आजको यो कुरा गर्दै गर्दाखेरि? अब हेर्नुहोस् है यो अब विजयपुर एफएम पूर्वाञ्चलकै चाहिँ नि एकदम एक्सेस हुने खालको चाहिँ एफएम हो। अब धरान छ हैन, अब एउटा खुसीको कुरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यही नै अवस्थित रहेको छ। अब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चाहिँ यो मानसिक स्वास्थ्य विभाग हैन, मानसिक रोगको चाहिँ विभाग पनि छ, निकै पहिलेदेखि सेवा दिइआएको छ। अब यहाँ विभिन्न खालको मानसिक स्वास्थ्य उपलब्ध भएको हुनाले यस्ता अघि छलफल गरे जस्तै खालका कुनै खालको समस्या भएछ हैन, समस्या नभए पनि आफूले तनावको बारेमा चाहिँ बुझ्नु मन छ अथवा चाहिँ प्रवर्धनको बारेमा गर्नु मन छ अथवा यो ठाउँमा अहिले अब यो एडिक्सनको प्रब्लमहरू हैन, डिजिटल एडिक्सनदेखि लिएर सब्सटेन्सको यो जुन जति पनि कुराहरू छन् त्यसमा कुनै पनि सर्भिस चाहिएको खण्डमा तपाईहरूको चाहिँ गाउँ आँगनमै भएको एउटा डिपार्टमेन्ट एउटा अस्पताललाई सम्झेर चाहिँ सेवामा आउनुहोस्, स्वस्थ हुनुहोस् र यसबारेमा चाहिँ सुसूचित रहनुहोस् हैन। विपदको बेला चाहिँ घन्टी बजाएर नआउन सक्छ, यो वर्ष त अलिकति पूर्व सङ्केतहरू दिएर हामीले अलिकति पूर्व तयारीपूर्वक एक्टिभली काम गरेको हुनाले यो अतिवृष्टिमा हामीले जुन देख्यौँ त्यसकारण विपदमा यसो पूर्व तयारी पनि जरुरी हुन्छ, साथमा हामी चनाखो रहनु पनि जरुरी हुन्छ। यसो रहन सक्यो भने शरीर र साथसाथमा हामीले मनलाई पनि हामीले ठिक ठाउँमा राख्न सकिन्छ। धन्यवाद। धन्यवाद डाक्टर साहब हजुरलाई आफ्नो कार्यको व्यस्तताको बावजुद पनि हाम्रो कार्यक्रममा सहभागी भएर यो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा हजुर हृदयदेखि नै धन्यवाद गर्दछौँ र हामीलाई सुनेर साथ दिनुभएको सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद र फेरि पनि अर्को पटक नयाँ विषय नयाँ अतिथिसँग हामी उपस्थित हुने बाचा गर्छौँ र आजको कार्यक्रमको अन्त्यसम्म साथ दिनुभएको हाम्रो प्राविधिक मित्रलाई पनि विशेष धन्यवाद गर्दै म आजको कार्यक्रमको प्रस्तुता र हाम्रो अतिथिबाट चाहिँ बिदा लिन चाहन्छु। सुन्दै गर्नुहोला विजयपुर एफएम। धन्यवाद।